हजुरहरु समक्ष यो भिडियो प्रसारण गर्न गइरहेको छु। बाध्यताले भनौं या रहरले भनौं, यो परदेशी मुलुकमा नचाहँदै पनि यस स्थानमा आएर हातका नङ्ग्रा खियाउनु परेको छ। हेर्दा रमणीय लाग्छ, चारैतिर रमाइलो देखिन्छ, तर आत्मा चाहिँ खुसी कहिल्यै छैन। जे छ आफ्नै मुलुकमा छ, जस्तो छ आफ्नै मुलुकमा छ। हेर्ने दृष्टिकोण मात्र फरक हो। यो रमण घारी भन्छ यसलाई। यो रमल घारीमा सबै बनावटी चिजहरू मात्रै छ, केही छैन। यहाँ दुःख र कष्टको भारी मात्रै छ। अरूको अधीनमा चल्नुपर्ने, हिँड्नुपर्ने, सबै बालुवाको खाँदमा हिँड्नुपर्ने, चल्नुपर्ने अवस्था छ। केही छैन। तपाईहरुले देखिराख्नु भएको छ यो बिरानो ठाउँमा कस्तो अवस्था छ। भन्ने कसलाई भन्ने, सुनाउने कसलाई सुनाउने, जे छ आफैमा छ। भोग्नुपर्ने आफैले रहेछ कर्मको। भोलेनाथको कृपाले आज यो अवस्था पनि देख्नु परिरहेको छ, भोग्नु परिरहेको छ। कसलाई भन्ने, बाला भन्नु या आमालाई भन्नु, इष्टमित्रलाई भन्नु या दाजुभाइलाई भन्नु, कसैलाई भने पनि केही हुँदैन। आफ्नो कर्मको लीला भोग्नै पर्ने रहेछ। त्यही भएर आज भोग्दैछु। ठिकै छ, यस्तै छ, खुसी छु, चलिरहेकै छ। यस्तो भोलेनाथको कृपा, यो पनि मेरो भोग्ने कर्म होला सायद। त्यही भएर चाहिँ भोग्दैछु आज यहाँसम्म आएर चाहिँ यो चिजहरूलाई भोग्न लेखेको होला। त्यही भएर नि आज भोग्दैछु। सन्तुष्ट मनलाई सन्तुष्ट गर्दा आउँदैछु। चलेकै छ परदेशी जीवन। यो दुबई शारजाको ठाउँमा आज चाहिँ यो अवस्थामा चाहिँ आएर कर्म गरिरहेको छु। थाहा छैन कहिलेसम्म हुन्छ, तर यो विडम्बना यस्तो अवस्थामा छ कि कसैलाई सुनाएर पनि कसैले विश्वास गर्दैन जस्तो लाग्छ। कि यो मनलाई थाहा छ कि परमात्मा भोलेनाथलाई थाहा छ यो अवस्था कसरी गुज्रिरहेको छ भनेर। सुनाउँ कसलाई सुनाउँ, भनौँ कसलाई भनौँ यो मनको व्यथा। यस्तै छ परदेशी जीवन। दुबई भन्ने ठाउँ पनि कर्मको खेल रहेछ। काम चल रहा है, अभी कैसे करेगा इधर काम। यस्तो छ, यस्तो छ है। पुरै मरुभूमिको बिचमा केही पनि छैन।